आज आइतबारको दिन पारेर हामी चाहिँ कम्पनी भिजिटमा हिँडेछौँ दुईजना भएर। बुढोले काम गर्ने कम्पनी कस्तो चाहिँ रहेछ त, एक्साइटेड छु हेर्न। कहाँ चाहिँ रहेछ त, हेरौँ त कस्तोमा 5 वर्ष बिताउनु भयो। लेट्स सी। ओके गाइस, बाइ। यो चाहिँ सिन्ला सिधै भइहाल्यो, यो सिन्ला भयो मदन दाइहरूले काम गर्ने। पुरै छालै हो। कसरी गऱ्यो होला अहिले त सजिलो, पहिला त त्यही गनाउनेमा गरिन्छ। उता हेर उता हेर। यही तानिदियो। हो पहिला यस यहाँ गरेको 5 वर्ष, अहिले चाहिँ हाम्रो कम्पनी सरेर गरेको। आज चाहिँ बाहिरबाट हेरौँ होला न। उसँग फी एक्चु भनिरहेको छ। कम्पनी चाहिँ हेऱ्यो होइन, हेऱ्यो होइन, कस्तो लाग्यो कम्पनी? अब कस्तो त राम्रै लाग्यो। देख्दा कम्पनीको स्ट्रक्चर चाहिँ राम्रो लाग्यो होइन, तर छाला गनाउने काम पनि त्यस्तो गनाउनेमा गर्नु त गाह्रै भयो होला। अनिखेरि मलाई त त्यहाँमा काम गर्ने मान्छेहरूलाई चाहिँ एकदम रेस्पेक्ट गर्न मन लाग्यो। त्यस्तो गनाउने ठाउँमा पनि त्यत्रो वर्ष गर्नुभयो। बुढालाई रेस्पेक्ट गर नि त। गरिरहन्छु त सधैँ। अब यो काम देखेपछि त भित्रैबाट नै त्यस्तो फिल भयो क्या मलाई। अलि यता आएपछि बल्ल सास फेरेँ म राम्रोसँग, स्वच्छ जस्तो फिल भयो। नेपालबाट के भन्छ हामीलाई? उहाँबाट देख्दा त कति सजिलो होला कोरिया। पैसा अझ धेरै कमायो भने त राम्रो रहेछ भन्ने चलन छ क्या। त्यहाँ कति दुःख छ के छ भन्ने थाहा हुँदैन मलाई पनि, इभन मलाई पनि थाहा हुन्थेन। फिल भयो। पैसा खर्च गर्ने त होइन नि, अब पैसा बचाउने हो। म पहिला पनि खर्च गर्ने थिइनँ है पैसा त होइन, अझै अत्ता बस्छ। ओके, तर काम त त्यही हो है। ल काम हाम्रो हेरिहालिन् के अरे। अलि नगनाउने ठाउँमा पाइन्न नि? पाइन्छ नि, अब खोजौँ ल। भर्खर त तिमी आइछु। बुढीलाई पढाउँदै हिँड्नु पऱ्यो क्या अब, पढाउँदै हिँड्नु पऱ्यो। भाषा अन्यास्यो भन्नु त। अब पढ्न सिक्नु पऱ्यो, यहाँ लेखे पढ्नु पऱ्यो कि। हैङदाङ के अरे? बुदु हो कि बुदु हो? के हो? बुदु हो कि बुदु हो? हेरेर पढ न। त्यही त, यो खासमा त बु हो, तर अगाडि आएर फु भएको हो कि। अगाडि कसरी आयो त? पछाडि छैन अरे? ए अँ है। के हो? पढ न। हैङदाङ बुदो। बु बु हो? बाबाको बु? बो बु हो? पक्का? के रहेछ त्यो भनेको? हैङदाङ बोदो भनेको यो जेब्रा क्रस हो? ओके, गुड। ऊ त्यहाँ माथि हेर, ऊ त्यो नि के ल्याएछ त्यो? दङ्दु छन्। हजुर, दङ्दु छन्। त्यति छ र? दङ्दु छन् एक, दङ्दु छन् एक, दङ्दु छन् एक।
एक हो के भनेको त्यो भनेको एक भनेको स्टेसन रेल स्टेसन तङ्दुछनको रेल स्टेसन भनेको ओके गुड